हिस्टोरिक सिरिज भिक्ट्रीपछि ठुलो हार। सुरुको 2 म्याच वान साइडेड डोमिनेन्सको साथ जितेपछि आज 10 विकेटको वान साइडेड हार। क्रिकेट इज अल अबाउट टेम्परामेन्ट र हिजो हामी त्यो हेरेन। नेपाल टिमको टेम्परामेन्ट जुन सुरु 2 म्याचमा थियो त्यो थिएन। सुरुको 2 म्याचमा जितेपछि आज नेपाल त्यो इन्टेन्टको साथ हारेन। म्याचमा हेर्दा वेस्ट इन्डिजले टस जितेर फर्स्टमा बलिङ गर्ने निर्णय गर्यो र आज नेपाल टिमले 3वटा चेन्जेस गरेका थिए। आसिफ शेख, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीको ठाउँमा लोकेश बम, आरिफ शेख र सदाबाल आएका थिए। ब्याटिङमा कुशल बुर्तेल छाडेर अरू कुनै पनि ब्याटरले रन गरेनन्। कुशल बुर्तेलले 29 बलमा 139 को स्ट्राइक रेटले 39 रन बनाए, तर आज पनि कुशल बुर्तेल अकिल हुसेनको बलमा आउट भए। बुर्तेल 3टै म्याचमा अकिल हुसेनको अगेन्स्ट आउट भए, जसले उनको लेग स्पिनको अगेन्स्ट समस्या देखाउँछ। अरू ब्याटर्सहरूको कुरा गर्ने हो भने कुनै पनि ब्याटरले रन बनाएनन्। मिनिमम 5 बल खेल्दा कुशल बुर्तेल छाडेर सबैको स्ट्राइक रेट 100 भन्दा कम थियो, जसले ल्याक अफ इन्टेन्टलाई देखाउँछ। सबै ब्याटरहरू आज सुरु 2 म्याच जस्तो सिङ्गल डबलमा फोकस नगरेर मात्र बाउन्ड्रीमा फोकस गरिरहे, जो टिमको पहिलो पनि समस्या थियो, जसले ब्याटिङ कलेप्स भयो र टिम 19.5 ओभर्समै 192 रनमा अल आउट भयो। जवाबमा वेस्ट इन्डिजले 12.2 ओभरमा बिना कुनै विकेट गुमाएर टार्गेट चेस गर्यो र 10 विकेटले वान साइडेड म्याच जित्यो। आजको म्याचमा ब्याटिङ र बोलिङ दुवैमा समस्या देखियो। नेपालले लास्ट 6 विकेट 30 रनमा गुमायो। ब्याटिङमा कुनै पनि ब्याटरले रिस्पोन्सिबिलिटी लिएन। पावर प्लेमा 1 विकेट पनि नगुमाएर 37 राम्रो स्टार्ट भए पनि टिमले राम्रो टोटल बनाउन सकेन। कुशल बुर्तेलको 26 रनमा र रोहित पौडेलको 16 रनमा क्याच मिस भएर सेकेन्ड चान्स पाए पनि कन्भर्ट गर्न सकेन। ब्याटरहरूले यस्तो चान्सेसलाई कन्भर्ट गर्नुपर्छ। गुलसन झा र आदिल आलम चाहिँ अनलकी रहेर रनआउट भए। त्यस्तै बलिङमा पनि कुनै पनि बोलर्सले विकेट सकेनन्। सायद 1 विकेट गएपछि वेस्ट इन्डिज पनि कलेक्ट हुन सक्थ्यो, तर कुनै पनि बोलर्सले विकेट लिएन। सोमपाल कमिजो टिमको सबभन्दा एक्सपिरियन्स प्लेयर हुन्, उनले पनि 1 विकेट लिएनन् र 3टै म्याचमा एक्सपेन्सिभ रहे। आदिल आलम जो हिजोको म्याचमा 4 विकेट लिए पनि आज 1 विकेट पनि लिन सकेनन्। आज वेस्ट इन्डिज नेपालभन्दा राम्रो प्लान र इन्टेन्टले आएको थियो। वेस्ट इन्डिजका क्याप्टनले टसमा नै इट्स बेटर टु लस 2-1 देन 3-0 भनेका थिए। आजको म्याच हार्नुको मेन रिजन नेपालले म्याचलाई लाइटली लिनु र इन्टेन्ट नदेखाउनु थियो। आजको म्याच जितेको भए वर्ल्ड कप क्वालिफायरमा टिम बढी कन्फिडेन्सले जान्थ्यो, बट टेस्ट नेसनसँग फर्स्ट सिरिज नै जितेर एक म्याच मात्र हार्नु ठुलो समस्या होइन। यस सिरिजले टिमलाई धेरै एक्सपोजर दिनेछ, क्वालिफायरमा मद्दत गर्नेछ। त्यसैले वेस्ट इन्डिज क्रिकेट बोर्डलाई थ्याङ्क यू। यो हिस्टोरिक मोमेन्ट हो र यसले टिमलाई धेरै मद्दत पुर्याउनेछ। भोलि यस सिरिजको पोजिटिभ्स र नेगेटिभ्सको भिडियो आउनेछ, त्यसैले च्यानललाई सब्सक्राइब गर्नुहोला र भिडियोलाई लाइक गर्नुहोला। धन्यवाद।